साथीहरू आज चाहिँ खानामा निगुरो र आलुको अचार बनाउँदैछु है म। अनि मैले टमाटर, डल्ले खोर्सानी, धनियाँ, तिलको छोप, कागती रेडी गरेँ। अनि आलु मजाले तासेँ अनि यसलाई मिचेँ एकछिन। अनि त्यसपछि चाहिँ मैले अब लसुनलाई मजाले रातो हुने गरी फुर्याउँछु। यता मासु नि पकाउँदैछु साथीहरू। अनि रातो भएर फुरिसकेपछि चाहिँ मैले टमाटर अनि बेसार र नुन हालेर मजाले पकाउँछु छोपेर। अनि पाकिसकेपछि डल्ले खोर्सानी र धनियाँ हालिदिन्छु साथीहरू। अनि यसलाई पनि मजाले चलाएर पानी हालेर एकछिन पाकेपछि चाहिँ अब निकालेर एड गरिदिएँ। अनि त्यसपछि तिलको छोप अनि कागतीको रस अनि तेल छानेर अनि यसलाई मजाले मिक्स गरेपछि मेरो अचार तयार भयो साथीहरू। अब खाना पस्केँ अनि मेरो मामाहरूलाई दिएँ खाना। अनि सबैले खाना खाइसकेपछि मलाई खाना पस्किन तयारी। हस् त साथीहरू, मैले चाहिँ खाना खाइसकेँ। ल हजुरहरूलाई पनि एक गाँस। हस् त, बाई बाई।